नमस्कार, म अनुज श्रीवास्तव। आज म क्लास 11 को फिजिक्स को प्र्याक्टिकल लिएर आएको छु, जसमा नमस्कार, म अनुज श्रीवास्तव। आज म क्लास 11 को फिजिक्स को प्र्याक्टिकल लिएर आएको छु, जसमा पहिलो हाम्रो एक्सपेरिमेन्ट नम्बर 1 को कुरा गर्छौं। एक्सपेरिमेन्ट नम्बर 1 मा हामी आज डिस्कस गर्छौं कसको, यदि अब्जेक्ट को कुरा गर्नु पर्यो भने to determine cross section area of a given rod. To determine cross section area of a given rod by using micrometer screw gauge. यसको मिनिङ के, स्क्रू गज को युज गरेर, माइक्रोमिटर स्क्रू गज को युज गरेर हामी रड को के निकाल्छौं, क्रस सेक्सन एरिया निकाल्छौं। क्रस सेक्सन एरिया निकाल्छौं। अब त्यो क्रस सेक्सन एरिया निकाल्नको लागि माइक्रोमिटर स्क्रू गज को युज गर्छौं। तर त्यसको लागि सबभन्दा पहिला अरु के गर्नुपर्छ, त्यसमा हामी कुरा गर्दाखेरि पहिला यो एक्सपेरिमेन्ट गर्दाखेरि के चाहियो भनेपछि अपरेटर्स रिक्वायर मा माइक्रोमिटर स्क्रू गज त त्यो आफै डिभाइस भइहाल्यो। अर्को हाम्रो कुरा के छ, रड। त हाम्रो यो दुईटा के भइहाल्यो, अपरेटर्स रिक्वायर। त्यसपछि हामी थ्योरीमा कुरा गर्छौं। थ्योरीमा फेरि माइक्रोमिटर स्क्रू गज सम्बन्धी पुरै थ्योरी हामी लेख्छौं। त्यसमा मेन कुरा मैले लेखिरहेको छु। त त्यसमा हामीलाई माइक्रोमिटर स्क्रू गजमा लिस्ट काउन्ट को कुरा गर्छ। लिस्ट काउन्ट को, जसमा लिस्ट काउन्ट निकाल्नु भनेको पिच अपन नम्बर अफ डिभिजन अन द सर्कुलर स्केल। सर्कुलर स्केलमा कतिको डिभिजन छ, जसको फर्मुला के भइहाल्छ, लिस्ट काउन्ट भनेको p/n। p भनेपछि पिच हुन्छ, n भनेपछि त्यही सर्कुलर स्केल डिभिजनमा नम्बर। त p को भ्यालु 1 मिलिमिटर हो र n को भ्यालु 100 डिभिजन हो। त त्यो राख्दाखेरि भ्यालु कति आइदियो, लिस्ट काउन्टको 0.01 मिलिमिटर। यसको मिनिङ यो जुन माइक्रोमिटर स्क्रू गज छ, यो डिभाइसले मिनिमम कतिसम्म मेजर गर्न सक्छ, कतिको त्यस मेजर गर्न सक्छ, लिस्ट काउन्ट गर्न सक्छ, त्यो भनेको 0.01 मिलिमिटर। त यो हाम्रो लिस्ट काउन्ट कसरी आयो, त्यसको स्केलहरुको कुरा गर्दाखेरि मैले एउटा यहाँ यो स्क्रू गजकै एउटा पार्ट बनाएको छु। यसमा हामी हेर्न सक्छौं दुईटा स्केल। एउटा स्केल के हो, मेन स्केल हो, त्यसलाई मेन स्केल हो। अर्को हो हाम्रो सर्कुलर स्केल। यो जुन छ मेन स्केल भयो, होरिजेन्टलमा छ। अर्को यो सर्कुलर स्केल। यो सर्कुलर स्केल रोटेट पनि गर्छ। त मेन स्केल को कुरा गर्दाखेरि त्यसको एउटा डिभिजनलाई हामी एउटा पिच भन्छ। कारण कि सर्कुलर स्केल जब 100 डिभिजन चल्छ त मेन स्केलमा एउटा डिभिजन मात्रै चल्छ। सर्कुलर स्केल 100 डिभिजन चल्दाखेरि मेन स्केलमा कति चल्छ, 1 चल्छ, 1। त्यसले गर्दा हाम्रो पिच कति भइहाल्यो, 1 भइहाल्छ। त्यही पिचको भ्यालु मैले p = 1 mm राखेर यहाँ सल्भ गर्दाखेरि हाम्रो भ्यालु यति आएको हो। अब आज यति मात्रै कुरा गरौँ, यसपछि हामी अर्को कुरा नेक्स्ट भिडियो। हामी कुनै पनि एक्सपेरिमेन्ट गर्दाखेरि सबभन्दा पहिला त्यसको अब्जेक्ट लेख्छौं। अब्जेक्ट पछि अपरेटर्स रिक्वायर्ड लेख्छौं। अपरेटर्स रिक्वायर्ड पछि थ्योरी लेख्छौं। त यतिसम्म कुराहरू हामी बुझिसकेपछि अब कुरा गर्छौं अब्जर्भेसन टेबल। त हामी अब्जर्भेसन टेबलमा के MSR भनेपछि मेन स्केल रिडिङ अब लेख्नु पर्यो। CSR भनेपछि सर्कुलर स्केल रिडिङ लिनु पर्यो। भ्यालु अफ CSR त्यसमा B * LC गर्नु पर्यो। लिस्ट काउन्ट को कुरा टोटलमा A + B * LC गर्नु पर्यो। B * LC यति गरेपछि यो कम से कम 5-6 वटा रिडिङ लिने हो। जति बढी रिडिङ लिन्छौं त्यति राम्रो हुन्छ। त्यसपछि त्यसको हामी मेन निकाल्छौं। मेन निकालिसकेपछि एउटा भ्यालु आउँछ। त्यो भ्यालु हाम्रो डायमिटर हुन्छ रडको। त रडको डायमिटर आइसकेपछि बल्ल जब हामी क्याल्कुलेसन तिर जान्छौं, त क्याल्कुलेसनमा के हो कि क्रस सेक्सन एरिया निकाल्नु छ, त्यो पनि रडको लागि। त रडको क्रस सेक्सन एरियाको फर्मुला युज गर्छ। त त्यसको फर्मुला हामीले पढेर आछौं कि के हुन्छ, क्रस सेक्सन एरिया निकाल्ने फर्मुला के हो, रडको क्रस सेक्सन एरिया निकाल्ने फर्मुला हो। त अब क्रस सेक्सन एरिया निकाल्न सक्छौं, त त्यसको लागि पहिला डायमिटर युज गर्छौं। हामी अब एक्सपेरिमेन्टलाई अगाडि बढाउँछौं।
यो हाम्रो माइक्रोमिटर स्क्रु गज हो। हामी कुरा गर्दाखेरि यसमा दुईटा स्केल छ। एउटा स्केल यो हो, हाम्रो त्यसलाई मेन स्केल भन्छन्। यसमा हामी हेर्छौँ भने होरिजेन्टल लाइन पनि छ, 0 बाट सुरु भएर यो भित्र लगभग 25 सेन्टिमिटरसम्म छ। अर्को जुन यो रोटेट भइरहेछ यो हो सर्कुलर स्केल। सर्कुलर स्केलमा हामी हेर्छौँ भने 0 बाट सुरु भएर यसरी गर्दा गर्दा टोटल यसमा 100 डिभिजन छ। त अब हामी कुरा गर्छौँ, यदि यसले मैले क्लोज गरेँ भने, क्लोज गर्दाखेरि यसलाई जब ओपन गर्छौँ, मानव यो 60 मा छ भने, सपोज हुन त 0 मा हुनुपर्ने हो, यदि 60 मा छ, एउटा कम्प्लिट रोटेसन पुरा गर्नु भने 60 बाट सुरु भएर 60 मा ल्याउँदा ओपन गर्दाखेरि त मेन स्केलमा कति 1 डिभिजन चल्छ। त यहीँबाट लिस्ट काउन्ट थाहा पाइन्छ। अब हामी रिडिङतिर जान्छौँ। हाम्रो एक्सपेरिमेन्ट के थियो कि रडको क्रस सेक्सन एरिया निकाल्ने हो। त मैले एउटा यहाँ रड लिएँ, त्यो रडलाई हामी यहाँ बिचमा राख्छौँ। राखिसकेपछि एक्सपेरिमेन्ट कसरी गरिन्छ, यहाँ बिचमा राखिसकेपछि त्यसपछि यो एकपटक यसरी रोटेट गर्ने बित्तिकै साउन्ड प्रड्युस हुन्छ, त्यहाँबाट बुझिन्छ यो टाइट भइहाल्यो। अब हामी यहाँ यसमा हेर्छौँ कि मेन स्केलमा कतिवटा स्केल देखिरहेछ, कतिवटा डिभिजन देखिरहेछ। सुरुको 0 भयो, जस्तै यसमा कतिवटा देखेछ 1 2 3 4 5 वटा देखेछ। त हामी अब्जर्भेसन टेबल पहिला बनाएको थियौँ, त त्यसलाई मैले कपीमा बनाएँ। त मेन स्केल रिडिङमा कति देखाइरहेको छ, मेन स्केल रिडिङमा कति देखाइरहेको छ 5 डिभिजन, 5 डिभिजन देखाइरहेको छ। त्यसपछि सर्कुलर स्केलको कुरा गर्नु पर्यो भने मेन स्केलको रिडिङ यसै लिनु पर्यो। त सर्कुलर स्केल लिनु पर्यो। मेन स्केलमा जुन यो होरिजेन्टल लाइन छ त्यो सर्कुलर स्केलमा कतिमा छ, मानिदिउँ मेरो यहाँ कतिमा छ, ल 65 मा छ भने यहाँ कति लिनु पर्यो 65। त मेन स्केल आयो, मेन स्केल रिडिङ आयो, अर्को सर्कुलर स्केल रिडिङ आयो। जब यो दुईटा कुरा आइहाल्छ भने बाँकी यताको हामी गर्न सक्छौँ। जस्तै हामी हेर्न सक्छौँ मेन स्केल यति आयो, जसलाई हामी ए भनेर मिलिमिटरमा राख्यौँ। सर्कुलर स्केल रिडिङको युनिट हुँदैन, तर अब के छ बी इन्टु एलसी। त बी भनेको 65 भयो। एलसी हामी निकालेको थियौँ कि लिस्ट काउन्ट कति हुन्छ 0.01 मिलिमिटर। त लिस्ट काउन्ट 0.01 भयो। अब यो गर्दाखेरि कति आउँछ 0.65 मिलिमिटर हुन्छ। अब टोटल निकाल्नु पर्यो। टोटल भनेको हाम्रो ए प्लस बी इन्टु एलसी हो। ए भनेको 5 छ, प्लस बी इन्टु एलसी कति आयो 0.65 आयो। सम गर्दाखेरि 5.65 आयो। यसरी एउटा रिडिङको भ्यालु कति आयो 5.65। यसरी हामी यो स्क्रु गजबाट 10 वटा रिडिङ लिन्छौँ। यसलाई रोटेट गरी पोजिसन चेन्ज गरेर रोटेट गरी त्यसपछि यो जुन आउँछ 10 वटा त्यसको मिन निकाल्छौँ। त्यो प्रत्येक त्यो पुरै 10 वटालाई सम गरेर डिभाइड बाई जब 10 गर्छौँ भने त्यो 10 नै भनेपछि यो 10 वटै पहिला सम गर्ने, त्यसपछि त्यसलाई डिभाइड बाई 10 गर्दाखेरि भने मिन निकाल्दाखेरि त्यसको डायमिटर आइहाल्छ। डायमिटर आइसकेपछि हामी क्यालकुलेसनमा जान्छौँ। क्यालकुलेसनमा के निकालिरहेछौँ एरिया अफ क्रस सेक्सन अफ रड। त यो रडको क्रस सेक्सन एरिया निकाल्छन्। फर्मुला के πd²/4। त पाईको भ्यालु हामीलाई थाहै छ 3.14 इन्टु डी स्क्वायर। यहाँबाट डी आइहाल्छ, त्यो डी को भ्यालु राखेर डी को स्क्वायर गरेर डिभाइड बाई 4 गर्छौँ। जति आउँछ त्यो हाम्रो के भइहाल्छ यो रडको क्रस सेक्सन एरिया हुन्छ। यसरी हामी एउटा प्र्याक्टिकलबाट एउटा स्क्रु गजबाट कुनै पनि रडको क्रस सेक्सन एरिया हामी फाइन्ड गर्न सक्छौँ यो माइक्रोमिटर स्क्रु गजबाट। तपाईहरुले हेर्न सक्नुहुन्छ यो माइक्रोमिटर स्क्रु गज।